ल नेपालमा भयो तँलाई खान्थ्यो अहिले त खा ल। एक नेपाली को मैंने प्रपोज किया था उसने एक्सेप्ट कर लिया है। बांग्लादेशी नेपाली यो विराट कोहली जो 5-7 वर्षपछि 7-8 वर्षपछि फाइनल पुगेको छ हैन। 9 वर्षपछि हो एक्ज्याक्ट डेट थाहा छ उसलाई फेरि हैन। 9 वर्षपछि यहाँ पनि नेपालको जस्तै लाइन लाग्नुपर्ने रहेछ के थाहा जापान भनेर। अब यो चाहिँ बुलेट ट्रेन चढ्ने लाइन हो। दामी त्यसो। हेलो गाइज वेलकम टु एमआरके ब्लग्स। आज नारा जाँदैछ के को भ्रमण गर्नको लागि, अवलोकन गर्नको लागि, शैक्षिक भ्रमण भनौँ न। ट्याक्क आज कति तारिक हो थाहा छैन, 30 तारिक हो 5 महिनाको हैन। ट्याक्क एमआरके जाँदैछ नारा साथीहरूसँग। हेरौँ आजको दिन कस्तो हुँदो रहेछ। आजको चाहिँ फुल भ्लग आउँछ क्या, अबदेखि लगभग रेगुलर भ्लग आउँछ। यसो हेरेर अलिकति भयो नि सपोर्ट गरिदिनु होला हैन। धेरै चाहिँ त चाहिएको छैन सपोर्ट भनौँ। ट्याक्क अलिअलि यहाँ फेमस बनाइदिनु पऱ्यो गाइस जापानमा। ओके देश, अब भेट्दै गरौँला। अरू कस्तो हुँदैछ जित बहादुर, कस्तो लागिरहेछ त नारा जान पाउँदा? मजा आइरहेछ हो? काम गरेर आयो, नाइट हानेर आयो के हो? होइन ल गाइस ट्याक्क साथीहरूसँग जाँदैछु। पुरै भिडियो आउँछ ट्रेन चढेदेखि लिएर त्यहाँ जराइनु हुन्छ र हैन। हामी चाहिँ गाइस अब स्टेसनतिर लाग्दैछौँ हैन। तामाबासी स्टेसनबाट एक्सप्रेस चढेर जाने हो। सायद सिनखानसेन पनि हुनसक्छ थाहा छैन। ट्याक्क 1 घन्टाको राइडमा जाने हो नारा। अनि के भनौँ अरू केही भन्नै आउँदैन। ल हेर्दै गरौँ। अगाडि फेरि राम्री अरू छन्। ओ माई गड, खाइसक्यो उसले त मार्केट खाने उयो। गाइस आर्मी हिँडे यस्तरी हिँडिरहेको छौँ सबजना होइन। हामी पुगिसकेका छौँ स्टेसन। अब चढ्ने हो जापानको बुलेट ट्रेन। अनि बुलेट ट्रेन हुँदै जाने हो नारा। बहुत तर बवाल रहेछ अरे यो स्टेसन। आज छिरियो नजिक भएर नि छिरेको छैन। नाइस नारा बुलेट ट्रेनमा सिधै 1 घन्टामा। बवाल रहेछ यार स्टेसन। यहाँ पनि नेपालको जस्तै लाइन लाग्नुपर्ने रहेछ के थाहा जापान भनेर। अब यो चाहिँ बुलेट ट्रेन चढ्ने लाइन हो। त्यो बच्चाहरू पनि बुलेटमै जान ला रहेछन् होइन। हामी पनि बुलेटमै जाने भएर लाइन लाग्नु पर्ने रहेछ। सेसन ओगेन्की देश का उहाँ चाहिँ हाम्रो चाइनिज साथी। गेन्की देश महेश-san बासेन चाहिँ नो इक्खाइ दामी त्यसो। खाइसक्यो राम्रीहरू पनि छ भने ओ माई गड। खाइसक्यो राम्रीहरू पनि छ भने ओ माई गड। ट्याक्कै स्टेसनमा यहाँ हाम्रो बुलेट ट्रेनको पर्खाइ भइरहेछ। ल महेश-san बुलेट ट्रेन चढ्न पाउँदा कस्तो अनुभव भइरहेछ? चढ्न कति खुसी छ हैन हैन। अब त्यो चढेपछि थाहा हुन्छ कि कुन तरिकाको अनुभव आउँछ भन्ने। लेट्स सी। हो ल तिमीलाई कस्तो लागिरहेछ बुलेट चढ्न? हो दिनकै हिँड्ने हैन हो। कहाँ थानकोटदेखि धादिङ हो क्या? हो ल गाइस 9:36 ट्रेन आउने भनेको थियो होइन। 1 सेकेन्ड पनि ढिलो भएको छैन। जापानको टाइमिङ यस्तो छ के भनौँ। 9:36 ट्याक्क पुगे। यो बुलेट त बुलेट होइन रहेछ अरे, हाम्रो होइन क्या हो? हाम्रो अर्को आउँछ यो होइन यार, हाम्रो अर्को आउँछ। खुट्टामा जुत्ता टक्क लाएर फाइनली गाइस गन्तव्यमा पुगियो। नारा भन्ने ठाउँ यही रहेछ। अब हेरौँ उता के छ। जरायो हेरेर आउनु पऱ्यो। यही रहेछ नारा। राम्रै होला, भिडभाड धेरै छ। विद्यार्थीहरू पनि भ्रमणमा आउने रहेछन्, सानो स्कुलको केटाकेटीहरू। राम्रै होला। हाम्रो साथीहरू यी चाइनिजलाई पट्याइरहेछन् जुस खाऊ भनेर। जरा यार मान्छेदेखि डर पनि नमान्ने। नेपालमा भयो 4 कोस टाढा भएको थियो होला, यहाँ भएर बाँचिरहेछ। के ओ माई गड। ल नेपालमा भयो तँलाई खान्थ्यो अहिले त खा ल। हो
नेपालमा गए तँलाई सिधाइदिन्थ्यो अहिले तँलाई खान दिनु पर्यो जरा के छ नेपालमा गयो तँलाई खाइसक्थ्यो अहिलेसम्म यहाँ भएर बाँचिरहेछ भएर बचिरहेछ न नेपालमा एक एक गरेर सिद्धिन्थ्यो हो कि नै पुरै सितन सानो सितन दुईटा सितनसँग सितन ओ माइ गॉड ठुलो सितन ए सितन बेलुकाको सितन हाम्रो एउटा सितन के बेलुकालाई सितन सितन यसलाई बोकेर लैजाउँ यार के अरे यो दसैँको यो अलि सानै छ अलि अर्को अर्को ठुलो सानो हो ऊ त्यो त्यो बिचको हो त्यही ल सितन बेलुकालाई ल ट्याक हो खाने हो गाईहरू कुन ठिक छ त्यो उतापट्टिको ठिक छ ठुलो यही त्यो छ यही यही ल ल सितनै केटा हो ल ओ त्यो बानी राख न डोरीले बान त ओ म यसले यो भालेको पोथी चेक गर त के रहेछ पोथी हो एउटा भाले रोज न बेलुकालाई सितन भाले हो त्यो फिक्स हो राम्रोसँग हेऱ्यो फेरि एकचोटि हो ल ल ल बेलुकालाई यो चाहिँ नाराको म्युजियम रहेछ अनि यो चाहिँ यहाँ जरायो पार्क डियर पार्क सब जराहरू उता देख्थ्यो यहाँ पनि छन् त्यहीँ नजिक जाँदा पनि केही गर्दैनन् हामी चाहिँ जाँदैछौँ ऊ त्यहाँ पछाडि डाँडामा ट्याक्क अब त्यहाँ बसेर यसो केटाहरूसँग घ्याम्पे हान्नु पऱ्यो घ्याम्पे ओहो कति मान्छे हुने यार आमामा एकदम फेमस ठाउँ रहेछ यार घुम्नको लागि ए यहाँ जरा नि आशिष कस्तो मजा आइरहेछ सितन झन् मजा आउँथ्यो यार बेलुका रात रङ्गिन हुन्थ्यो आजको एउटा मात्र सानो यही भयो नि हुन्थ्यो क्या अर्को माल पनि रेडले मजै मजै हो त्यही एउटा लैजाउँथ्यो राम्रो गाइस कि यिनीहरूको जिन्दगी राम्रो है कसो राम्रो रे कुकुरको जिन्दगी राम्रो कि जराको जिन्दगी राम्रो जापानमा अरू मान्छेको चाहिँ ठिक छैन आज हो आज मात्र हो यस्तो नत्र त कहाँ हुनु तर ठाउँ बवाल छ यार ओ माई गड घुमाउ न अलि नडराएर नडराएर घुमाउ के पुरै घुमाउ न यसो सरी ओ माई गड नुहायो नुहायो मजा आउने रहेछ खायो खायो म यसले पानी खायो नारामा आएर पानी खायो थोरै ए 50 टिकट लगाएर जस्तो यहाँ ठाउँ छ त्यस्तै यहाँ पनि छ गाई 50 को टिकट 150 को टिकट यार लाग्यो अब यसो चौरतिर घुम्नको लागि कहाँ बाटै बाटो हिँड्ने यार यहाँ चौरमा हिँडौँ न टक्क जोर्डन लाएको अलिअलि देखाइदिउँ चहल पहल ए जोर्डन त्यहाँ पनि छ ए सब जोर्डनै जोर्डन यहाँ यता होइन ए यहाँ अर्कै जोर्डन परेछ हाय 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 के हो हामीलाई गनिराख्यो नि त स्यान्डी र अमृतले आज के हो स्यान्डी के हो साथी बेस्टु पाएर हामीलाई नचिनेको के हो कुरा हो पखाइ जान्छ उसमा है युट्युबमा हो ओ माई गड सिन गाइज आहा आहा काठमाडौँ भ्याली जस्तै देखिँदो रहेछ लगभग कालोमा गाह्रो हुन्थ्यो ओह्रालो झर्दाखेरि चाहिँ के भयो नेपाली हो यति ओह्रालो झर्दाखेरि पुरै मुटु फुट्ला जस्तो गरेर ए थट यस्ता नेपाली यार भन्छन् नि गाइज जति नै अप्ठ्यारो बाटो त्यति नै सुन्दर गन्तव्य भ्यू हेर्ने हो हेर्ने नै हो भ्यू ल हेर ओहो हो ओहो हो ओ माई गड यी काठमाडौँ भ्याली जस्तो देखिन्छ किर्तिपुरको चोबारबाट आहा ओ माई गड
यो हो नि त ठाउँ भनेको यार धन्नै स्वर्ग ओहो सिन सिन ल गाइज यहाँ हाम्रो उहाँ चाहिँ विराट कोहलीको डाई हार्ट फ्यान होइन 1 नम्बर तपाईँको परिचय दिनुहोस् त विराट कोहली तपाईँको लागि कति के हो मेरो लागि त मेरो आइडल हो त्यो म भगवान जस्तै सोच्छु त्यसलाई हो र पूजा पनि गर्छ कहिलेकाहीँ पूजा त गर्छ यसो ढोक्छु त्यसलाई प्लिज भगवानजी आज बचाले बचाले भनेर भन्छु विराट कोहली जो 5-7 वर्षपछि 7-8 वर्षपछि फाइनल पुगेको छ 9 होइन वर्षपछि 9 वर्षपछि हो एक्ज्याक्ट डेट थाहा छ उसलाई फेरि 9 होइन वर्षपछि पुगेको 9 वर्षपछि फाइनल पुगेछ यो जिद्दी हुन्छ जस्तो लागिरहेछ एकदम मनदेखि नै जिद्दी हो र हुन्छ यदि भन्दा म पागल हुन्छु होला हो र त्यसो भए त नजितोस् यार पागल भयो हामी हेर्न चाहन्नौ हैन तर जितेर ए खुसीवाला पागल खुसीवाला पागल म एकदमै भावुक हो हुन्छु त्यो पाटन हस्पिटल भर्नी गर कट कट पाटन हस्पिटल भर्ना गर्नु जस्तरी पागल भयो भने फेरि हामी चाहन्नौ होइन खुसीले खुसीको सीमा हुन्न 3 वर्षमा 18 वर्षको अब जर्सी नम्बर पनि 18 अनि ठ्याक्कै त्यो मिलेको छ यो पाली एकदम गडले पनि साथ दिइरहेको छ के अनि यो पाली चाहिँ जित्छ जस्तो लागिरहेको अब हेरौँ ल भगवान सुन्दै हुनुहुन्छ भने उहाँको इच्छा चाँडै पुरा होस् होइन यो वर्ष जसरी पनि मेरो पनि इच्छा छ विराट कोहली बिचारो यति सफल क्रिकेटर होइन रन पनि लगभग त्यो सचिन तेन्दुलकरलाई जितिसक्यो 9000 बनाउनु त्यो उसमा के अरे क्याप्टेन भएर पनि इन्टरनेसनल उसमा पनि खासै ट्रफी उसले पाएको छैन जस्तो लागिरहेछ अब जसरी तसरी यो वर्ष आइपिएल ट्रफी साथै प्लेयर अफ द टुर्नामेन्टको पनि पाओस् भन्ने मेरो भित्रैबाट भावना छ उहाँको पनि इच्छा रहेछ पुरा होस् अरू केही लास्टमा हो ल ए साला कप नाम महेश साइन आज यहाँ घुम्न आउँदा यो ठाउँ तिमीलाई कस्तो लाग्यो एउटा छोटो मिठो वाक्यमा भनिदेऊ त के छ भने आफूलाई काम गरेर थकित भएर आफूलाई यहाँ आएर चिर हुन मन छ कोठैमा बसेर नगुम्सिनु होला यो ठाउँमा आउनु भने सायद यो एउटा जीवनको पात्रमा पाइलो टेक्नु हो होइन हो अझ गर्लफ्रेन्डसँग आएर ऊ त्यो बेन्चमा बसेर अङ्गालो हालेर होइन उता भ्यालीको भ्यू हेर्दै गफ गर्दा झन् त्यो के हुन्छ कि सान्दै भ्यू हेर्दा झन् मजा आउँछ त्यसको नि व्यवस्था आयो ए त्यसको पनि हो त्यसको लागि हो त्यो त्यसको ए ठ्याक्क त्यसैको लागि यहाँको भ्यू हेर्न सक्नुहुन्छ बवालै छ सोच्नु नि भएको छैन होला हो तपाईँ लास्टै त्यो क्यामेरामा जति राम्रो देखिन्छ शोषण रियालिटीमा त्यस्तो छ दौ देशका भ्यू वा थोताची तोताची ai ne faru gode mirga flui otera फुरुई हो तेरा छो फ्लुई हाय नेन सेन्नेन इजो हाय हाय त टक्क लाएर आँखामा चस्मा टक्क लाएर भ्यू टक्क लाएर निरन आहा मे 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 आहा ओ हो हो ओ ओ ओ ओ उडिया बागन डढाउने ओ हो हो सुसान ओगेन की देश का की देश हाय क्यों वा मैले बन्दु मृगलाई ताकेको मैले मायालाई ताकेको उहाँ पनि हुनुहुन्छ राम्रीहरू के छ आशिष ठीक छ पर्पज किया था तुमने उसके साथ एक्सेप्ट कौन के रोशनी साँच्चै हो क्या पर्पज किया था तुमने एक नेपाली को मैंने प्रपोज किया था उसने एक्सेप्ट कर लिया है अब मोज बांग्लादेशी नेपाली यो 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 सरी ल महेश एनेर जाऊ न केही न एनेर जाऊ ल महेश चैते दसैँको बाख्रो रोजा त एउटा कुन चाहिँ ठिक छ यो अलि सानै छ यार अलि अलि जिनो उ गर न अलि अमिलो अमिलो मासु को त्यो खै ऊ रसी ल्याएन बान्ने डोरी कि त्यो फेरि माउ हो कि यार हेर त अलि एकचोटि पुछुर उचाएर होस् अलि पुचार नउजालो ल जाम ढिलो भइसक्यो ल त्यो अहिले बुकिङ गरेर नाइस